हेलो नमस्ते, म सङ्गीता कुमारी राम। यो चाहिँ हाम्रो फर्स्ट ब्लग रहेको छ। आज चाहिँ हामी टियुको सेन्ट्रल डिपार्टमेन्ट अफ सोसल वर्कको स्टुडेन्टहरू सबैजना मिलेर धनकुटा क्याम्पको लागि जाँदैछौँ। यो चाहिँ क्याम्प 15 दिनको छ। यसमा चाहिँ हामी 15 दिन के गर्छौँ होइन, कहाँ कहाँ जान्छौँ, कसरी पुग्छौँ धनकुटासम्म। यो ब्लगमा चाहिँ धनकुटासम्म कसरी पुग्छौँ त्यो बारेमा छ। अनि यो चाहिँ हाम्रो साथीहरू हुनुहुन्छ जसले चाहिँ धमाधम आफ्नो सामानहरू डिपार्टमेन्टबाट ल्याएर यहाँ टियु गेटमा राखिराख्नु भएको छ। हाम्रो गाडी यहीँ आउँछ। साथीहरू पनि सबैजनाले एकअर्कालाई हेल्प गर्दै आइराख्नु भएको छ। अनि हामी सबैजना अर्को त्यो पनि आयो, साथीहरू पनि सो हामी सबैजना यहाँ जम्मा हुन्छौँ एक ठाउँमा अनि गाडीको वेट गरिरहेको छौँ। हाम्रो गाडीले चाहिँ अति नै ढिलो गरिदियो। हामी अनि सर कहाँ जानुभयो भनेको त सर रहेछ भनेर, अनि हामी जाने गाडी भनेर साथीहरू हँसाइराख्नु भएको थियो आयो भनेर। अब गाडी वेट गर्दा अल्छी लागिसकेको थियो। त्यसमा अलिकति टिकटक पनि बनाइहालौँ भनेर यसो टिकटक पनि बनाइयो। त्यसपछि फाइनली हाम्रो गाडी आयो। गाडी आइसकेपछि मेरो साथी बबिन, जसले चाहिँ मेरो मोबाइल लिएर पुरा भाडा उठाइरहेको छ। पुरा भाडा देऊ भनेर कन्डक्टर बनेर हिँडिरहेको छ। अनि मोबाइल मेरो लिएर पुरा भ्लगिङ गरिरहेको छ। सर हामी कहाँ जान्नु भयो? हामी यो तातो गर्मी ठाउँ छोडेर केही समयको लागि चिसो ठाउँ धनकुटा हिल्ने। ललिता हेलो सबैजना, हाम्रो बबीले एकछिन नाच्छु भनेर गीत बजिसकेपछि नाच्न थाल्यो। नाचिसकेपछि फेरि मोबाइल घुमाउँदै यहाँ आएर गफ दिइरहेछन्। साथीहरू मोबाइल लिइसकेपछि त जसको मोबाइल छ उसलाई टेन्सनै छैन, मोबाइल कहाँ छ के छ उनीहरू हेर्न दिइरहेको छन्, पुरा नाचिरहेको छन्। कत्रै नाचिरहेको थियो। त्यसपछि नाच्दा अर्को पनि जोइन भयो। जोस गाडीमा जाँदाखेरि रमाइलो भयो। हामी चाहिँ जाने बेलामा चाहिँ यता सिन्धुलीको बाटो हुँदै जाने भन्ने कुरा थियो। सो हामी सागाको मन्दिर पनि देखिरहेको छ। अनि यस्तो हामी सिन्धुलीको बाटो हुँदै गइरहेको छौँ। अनि बाटो चाहिँ एकदमै खराब बनिरहेको छ भन्ने थियो। हामी खोलैबाट हिँडिरहेको थियौँ अनि एकदमै डर लागिरहेको थियो। बेलुका पनि भइसकेको थियो। सो बत्ती पनि बालिरहेछ, डर पनि लागिरहेको थियो। हावाहुरी त्यत्तिकै, बतासहरू त्यत्तिकै चलिरहेको थियो। अनि बाटो जाँदा राति परिसकेको थियो। सबजना अब सुतिरहेको थियो। अनि यहाँ हेर्नु होला, हाम्रो साथीहरू चाहिँ यहाँ सब किन सुतिरहेको भनेर आधी रातिमा यिनीहरू उठेर सबैजना सुतेको मान्छेहरूलाई जगाएर नाचेर गीत बजाइदिनु, हामी नाच्छौँ किन अब सुत्न आएको रमाइलो गर्न आयो कि सुत्न आएको भनेर 12 बजे राति यिनीहरू उठेर नाचिरहेको थियो। अनि नाच्दै हाम्रो खाना खाने समय पनि भइसकेको थियो। अनि नाचेको छ हामीलाई डिस्टर्ब गरिरहेको थियो यिनीहरूले। तर के गर्ने, साथीहरू भनेर ल नि त नाच भनेर भन्यो। त्यसपछि खाजा खाने ठाउँमा हाम्रो गाडी रोक्यो। खाना खाएको थिएन। अनि खाना खायौँ। अनि हाम्रो थापालियाजी हुनुहुन्छ, बबिनजी, सबिनजी सबैजना हुनुहुन्छ। साथीहरू कस्तो मायाले खुवाइदिइराख्नु भएको छ। अर्को साथी पनि आई, उसलाई चाहिँ खुवाइदिएन भनेर रिसाएर गइसक्यो। रिसायो अनि फेरि उसलाई खुवाइदिनु भनेर नरौ न म खुवाइदिन्छु भनेर भन्दै थियो हाम्रो साथीले। अनि एकछिनमा फेरि खुवाइदिन्छ। खाँदै हाम्रो सबैजनाले खाना चाहिँ आधीजनाले चाहिँ खाना लिएर आएको थियो। अनि बबिनहरू चाहिँ हाम्रो साथीहरूले खाना खाइसकेर पनि एउटै थालमा खाइरहेको छ दुईजना, किनकि पैसा कम पर्छ भनेर आइडिया लगाएर। अनि एउटै थालमा दुईजना खाना खाइरहेछ। अनि अर्को फेरि आई हाम्रो प्रेक्षा, सबैको फेभरेट। सो सबैजना खाना खानु भयो। सर चाहिँ हाम्रो वेट गर्दै हुनुहुन्छ कतिखेर खाना खाने अनि त्यसपछि जाने। सबै हाम्रो साथीहरू हुन्। त्यसपछि हामी खाना खाएर हिँड्यौँ
अनि त्यसपछि बिहान यो लगभग बिहान 5 बजीतिरको भिडियो हो। हामी धरान पुगेका थियौँ अनि इटहरी, त्यसपछि धरान, अनि त्यसपछि त्यहाँ हुँदै जाँदाखेरि कस्तो राम्रो शीतल त्यो गाउँ आएको जस्तो फिल भइरहेको थियो मलाई त, आनन्द लागिरहेको थियो। सो यो चाहिँ धरानको सिनहरू। सो त्यसपछि हामी फेरि यहाँ बाहिरको त्यो ब्याकग्राउन्ड हेर्दै शीतलता हेर्दै लिँदै मजा, अनि त्यसपछि हामी लाग्यौँ। लगभग 7-8 बजीतिर पुगिहाल्छौँ भन्ने कुरा थियो, तर अहिलेसम्म हामी यतै थियौँ जाँदा हो। अनि त्यसपछि धरानको त्यो भ्यू देखेको यस्तो राम्रो देखिरहेको थियो, यस्तो राम्रो, वाउ, जस्ट लुकिङ लाइक वाउ, मजाको थियो, एकदमै राम्रो, एकदमै ब्युटिफुल देखिरहेको थियो माथिबाट। यो तर यो घरहरूले गर्दा छेकिरहेको थियो, सो म भिडियो बनाउन खोजिरहेको थिएँ, आएर छेकिदिरहेको थियो। पहाडहरू पनि त्यत्तिकै राम्रो, के भन्ने, वाउ, के यस्तो रमाइलो ठाउँ चाहिँ यो। अनि हाम्रो पछाडि एउटा बस छ, अनि त्यसपछि हामी गयौँ अनि त्यसपछि हामी अब बिहान भइसकेको थियो, अनि फ्रेस हौँ न एकछिन भनेर गाडी रोक्यो। अनि यो पुल छ, अनि गाडी रोकिसकेपछि सबै साथीहरू वासरुम गयो, फ्रेस भयो, अनि त्यसपछि खाजासाजा अलिकति भए पनि केही न केही खाने भन्ने जस्तो कुरा भएको थियो, तर केही खान पाइएन किनकि बिहान नै थियो हिँड्यौँ। अनि त्यसपछि फ्रेस भएर एकछिन माइन्ड फ्रेस गरिदिउँ न भनेर टिकटक सिकटक बनायो, पुलमा आयौँ। तर यो बाटोमा हिँड्ने बेलामा चाहिँ यस्तो मतलब तराई हो, पूर्वी भनेपछि अब भनिहालौँ कस्तो रमाइलो ठाउँ होइन। अब यहाँ आएको बेलामा चाहिँ जहाँ हेऱ्यो त्यहीँ आँपै कति धेरै आँपै यहाँ झन् शीतलहरू, यस्तो शीतलताहरू, यति मजाको शीतल थियो नि त्यो इन्भाइरोमेन्ट। त्यहाँबाट त जानै मन थिएन, एकछिन यहीँ बस्थ्यौँ कि जस्तो पनि भइसकेको थियो, थकाइ लागिसकेको थियो। तर अब केही घन्टामा पुगिहाल्छ भनेर सरहरूले भन्दै हुनुहुन्थ्यो। कति धेरै आँपे बाटोमा, म त भनेको थिएँ कि यहाँ पहाडमा चाहिँ आँप फल्दैन भनेर, तर एकदमै धेरै आँप फलिरहेको थियो चाहिँ बाटैभरि। अनि हाम्रो गाडी चाहिँ एकछिन बिग्रियो क्या, अनि त्यसपछि एकछिन त्यहाँ तपाईँहरू हिँड्दै गर्नु, मर्निङ वाक जस्तो पनि हुन्छ। अनि भनिसकेपछि चाहिँ हामी चाहिँ हिँड्दै गयो, साथीहरू गाडी पुगिसकेका छन् अनि हामी हिँडिरहेको छौँ। हिँड्दै यहाँ तुमर खोला आयौँ। अनि यहाँ आइसकेपछि एकछिन बस्यो, यहाँको इन्भाइरोमेन्टहरू के कस्तो रहेछ भनेर बुझिसकेपछि अलिकति हामी अगाडि गएर त्यहाँनिर पसलहरू राखिरहेको रहेछ, उखुहरू रहेछ। अनि उखु त्यो पनि काटेर राखेको थियो, एउटा गोटाको चाहिँ यो एउटा बन्डलको चाहिँ 100 रुपियाँ अरे। अनि हामी सबैजनाले चाहिँ उखु खायौँ। उखु खाइसकेपछि हामी फेरि खोलातिर यसो पुलबाट गयौँ, हेऱ्यौँ, त्यहाँनिर यसो फोटोसोटो खिच्यौँ। अनि बाढी आएको बेलामा चाहिँ गाह्रो हुन्छ भन्ने जस्तो कुराहरू गरिराख्नु भएको थियो त्यहाँको स्थानीयहरूले चाहिँ। अनि हामी त्यहाँनिर गयौँ, घुम्यौँ, फोटोसोटो भिडियोहरू बनायौँ। अनि यो त्यही खोलाको साइडमा, त्यो पुलको साइडमा यस्तो राम्रो यो गार्डन रेस्टुरेन्ट भनौँ न, त्यो थियो, यस्तो राम्रो बनाएको थियो, आँपको बगैँचामा त्यो रेस्टुरेन्ट। अनि त्यसपछि फेरि हामी हिँड्दै अनि सो फाइनली चाहिँ हामी यहाँ हाम्रो डेस्टिनेसन हिलेमा, धनकुटा हिलेमा आयौँ। यहाँबाट आउने बित्तिकै म छतमा पुगेँ फ्रेस भएर। अनि त्यसपछि यहाँको भ्यू हेरेको, माई गड, जस्ट वाउ, आफ्नै अगाडि आफ्नै बडीबाट यो बादलहरू हिँडिरहेको जस्तो फिलहरू भइरहेको थियो। यस्तो रमाइलो, यस्तो शीतल। एकचोटि चाहिँ सबैजना चाहिँ यहाँ घुम्नै आउनुपर्छ भनेर म भन्छु कि यस्तो राम्रो, यस्तो शान्त, हेरेर चुप्लाएर बसिरहे। तपाईँ पनि हेर्न सक्नुहुन्छ, हेर्नु न कति राम्रो के यो, के भन्नु, बयानै गर्न सक्दैन यस्तो ब्युटी। सो त्यसपछि आज फर्स्ट दिन थियो, सो हामी चाहिँ आज रेस्ट गऱ्यौँ। अनि बेलुकादेखि मात्र हामी
फिल्डमा जाने भन्ने कुरा भएको थियो। सो आइसकेपछि हाम्रो साथीहरू फ्रेस भएर ऊ नाचेर बसिरहेछ। बबिन त डान्सर भइहाल्यो हाम्रो। कस्तो मजाले नाच्छ ऊ सुरु भयो। अनि त्यसपछि हामी सबैजना जम्मा भयौँ। अनि त्यसपछि हामी अब बेलुका भइसकेपछि चाहिँ हामी आफ्नो जे कामका लागि आएको थियौँ त्यो कामको लागि चाहिँ सबैजना जम्मा भएर एकछिन छलफल गऱ्यौँ। अनि सबैजना आफ्नो कामको लागि जस्तो कि सोसल म्यापिङ गर्नको लागि हामी सबैजना हिँड्यौँ। सबैजना आफ्नो आफ्नो ग्रुपहरू थियो होइन। अनि त्यसपछि सबैजना गयो। अनि हाम्रो चाहिँ यता परेको थियो। अनि हामी यहाँ गयौँ। यहाँ गइसकेपछि यस्तो राम्रो। अनि हुस्सु त अब त्यहाँको ठाउँ त के बयान गरौँ, चारैतिर हुस्सु लागेको शीतल। गयौँ अनि माथि गइसकेपछि घुम्यौँ, बुझ्यौँ, कुराकानीहरू गऱ्यौँ स्थानीयहरूसँग के कस्तो छ, कहाँ हस्पिटलहरू के कस्तो छ। अब सोसल म्यापिङमा हुने कुराहरू सबै हामी त्यहाँनिर गयौँ, कुराकानीहरू गऱ्यौँ एउटा ठाउँमा बसेर। अनि त्यसपछि यहाँ बगैँचा रहेछ, मतलब चिया बगान रहेछ। अनि हामी यहाँ गएर टिकटक सिकटक पनि बनायौँ, भिडियोहरू पनि बनायौँ। अनि यहाँ साइडमा चाहिँ एउटा मन्दिर थियो। अनि त्यसमा हामी गएर कुराकानी गऱ्यौँ। त्यहाँबाट आइसकेपछि हाम्रो साथीहरू चाहिँ ऐसेलु टिप्न भनेर माथि पुगिन्। माथि पुगेर पुरा त्यहीँ अब हामीलाई पनि ल्याएर दिन्छ भनेको त ऊ त्यहीँ बसेर टिप्दै खाँदै थियो। अनि नाचेर बसिरहेको थियो फेरि त्यहीँ। ऊ दुइटै जोडी भएर पुरा बसिरहेछन्, जिस्काउँदै हामी बसिरहेको थियौँ। त्यसपछि हामी यहाँबाट फेरि अर्को एउटा मन्दिर छ भनेर भन्नुभएको थियो त्यहीँकै स्थानीयले। अनि हामी त्यहाँ पनि जाउँ न त, यसो मन्दिर घुमेर आउँ भनेर चाहिँ बाँदर जस्तो उफ्री हाम्रो साथीहरू। अनि जाने भनेर रेडी भयौँ। अनि त्यहाँबाट फेरि हामी त्यहाँको मन्दिर जाने बाटो चाहिँ हामी लाग्यौँ। अनि त्यसपछि बिस्तारै हिँड्दै हामी मन्दिर पुग्यौँ। मन्दिर पुगिसकेपछि त्यहाँबाट झन्डै यस्तो राम्रो देखिरहेको थियो। अनि यहाँ घुम्यौँ। अनि घुमिसकेपछि अनि फेरि तल गयौँ। तल त्यो चाहिँ बुद्धको मन्दिर थियो जस्तो लाग्यो, के को थाहा चाहिँ ठ्याक्कै भएन है। अनि त्यहाँबाट घुमेर अनि त्यो भराङहरू लिएर आइसकेपछि अनि हामी फेरि यहाँ अर्को त्यसकै तल अर्को एउटा मन्दिर छ जुन चाहिँ त्यही नजिकै थियो। अनि हामी आइसकेपछि अनि यहाँ मन्दिरमा यसो घुम्यौँ, फोटोसोटो यसो ऐना देख्ने बित्तिकै हामी फोटोसोटो यसो लियौँ। अनि त्यहाँभित्र मन्दिर छ। अनि त्यहाँनिर गएर यसो ढोकसोक पनि गऱ्यौँ, घुम्यौँ, बुझ्यौँ। घन्टी लाएछ यसरी। मेन कुरा चाहिँ त्यहाँनिर कस्तो के रहेछ भने एट्र्याक्सन गर्ने कुरा भन्दाखेरि चाहिँ त्यहाँनिरको ग्रिनरी चाहिँ एकदमै राम्रो। चिया बगान इलाममा पनि छ होइन, तर यहाँको पनि यस्तो राम्रो। यो चाहिँ मन्दिर हाम्रो साथीहरू त ढोगिराख्नु भएको थियो, पूजापाठ गरिराख्नु भएको थियो। अनि यो चाहिँ चिया बगान चारैतिर। अझ यो मोबाइलमा त्यति राम्रोसँग देखाएको छैन, तर त्यहाँनिर गइसकेपछि यस्तो राम्रो फिल गर्नुहुन्छ। शान्त, एकदमै रमाइलो ठाउँ छ। सबै साथीहरू यहाँ पूजापाठ गर्यो, ढोग्यो। अनि त्यसपछि हामी यहाँ यसो टिकटक सिकटक भिडियोहरू बनाइसकेर अनि हामी घरको लागि यहाँ फर्क्यौँ। अनि चाहिँ हामी घर फर्किने क्रममा चाहिँ मेरो चाहिँ हस्बेन्डले कल गरिराख्नु भएको थियो। अनि उहाँहरूको लागि भनेर भिडियो बनाइदिन्छु भनेर सबैजनाले नमस्ते गर्दै थियो हाम्रो साथीहरूले। अनि यहाँ हामी कुराकानी गर्दै गफ गर्दै हामी होटलसम्म चाहिँ पुग्यौँ। पुगिसकेपछि त्यहाँनिर भोलि के कस्तो गर्ने भनेर प्लानिङ हुन्छ हाम्रो। अनि प्लानिङ गरेर कुराकानीहरू गरेर खाना खाएर चाहिँ सुत्छौँ। त्यो दिन चाहिँ हाम्रो आज फर्स्ट दिन चाहिँ यसरी नै सकिन्छ। अब सेकेन्ड दिनमा चाहिँ के हुन्छ, कस्तो हुन्छ, कसरी हामी यो 15 दिन कटाउँछौँ भनेर नेक्स्ट ब्लगमा तपाईँहरूलाई भन्छौँ।